स्वागत छ तपाईहरुलाई सुमन ट्याग युट्युब च्यानलमा। सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनुस् अनि बेल आइकनलाई दबाउन नबिर्सिनुस्। मैले अपलोड गरेका भिडियो फेसबुक सम्बन्धी युट्युब सम्बन्धी मैले जानेका कुराहरू तपाईहरुलाई सिकाउने छु। अपलोड गर्ने बित्तिकै तपाईहरु सामु आइपुगोस्, त्यसैले सब्स्क्राइब गर्न नबिर्सिनुस् है त। आउनुस् आज पनि भिडियो सुरु गरौँ। भिडियो हिजोको थियो, पहिलो स्टेप थियो हिजोको भिडियो। फेसबुकलाई प्रोफेसनल मोडमा, फेसबुक प्रोफाइललाई प्रोफेसनल मोडमा कसरी लैजाने र पेज कसरी बनाउने। आज चाहिँ जसले पेजमा काम गर्नु भएको छ, प्रोफाइलमा काम गर्नु भएको छ, उहाँहरुको लागि यो विशेष भिडियो के छ भन्दा तपाईको पेज या प्रोफाइल सिस्टम एउटै छ, अर्निङ पनि एउटै हुन्छ है, दुईटैबाट अर्निङ गर्न सकिन्छ। प्रब्लम छ कि छैन, इस्यु छ कि छैन है, कसरी चेक गर्ने है। पहिला आफ्नो प्रोफाइल खोलिसकेपछि प्रोफेसनल ड्याशबोर्ड लेखेको एउटा अप्सन आउँछ, त्यहाँ गएर क्लिक गर्नुस् हैन। यहाँ गएर क्लिक गरिसकेपछि यो तपाईको 28 दिनको यहाँ प्रोग्रेस देखाउँछ है, परफर्मेन्स देखाउँछ 28 दिनको। अनि तपाईले यता सुरुमा गएर मोनिटाइजेसनमा गएर चेक गर्नुभयो भने यहाँ जसको युआर प्रोफाइल इज अर्निङ मनी भनेर लेखेको छ नि, यस्तो टिक लगाएको यस्तो छ भने तपाईहरुको पेज या प्रोफाइलमा, अब पेजमा हो भने युआर पेज इज अर्निङ मनी भनेर लेखेको हुन्छ हैन, प्रोफाइल हो भने युआर प्रोफाइल इज अर्निङ मनी भनेर लेखेको हुन्छ है। यो लेखेको कसकोमा छ भने यो लेख्ने बित्तिकै तपाईहरुको फेसबुक या पेज मोनिटाइज भयो भन्नुहुन्छ कतिपयले है, यहाँबाट पैसा आउने। यो पैसा आउनको लागि योग्य छ है, यसको लागि ओके छ। तर तपाईले पैसा अर्निङ गर्नको लागि, फेसबुकबाट अर्निङ गर्नको लागि मेन टुल्स भनेको यो एडवान्स रिल, इन्भेस्टमेन्ट, बोनस, यो तीनटा टुलबाट हो। स्टार भनेको तपाईको फ्रेन्डहरुले मन पराएर, तपाईको भिडियो मन पराएर किनेर पठाउने हो। स्टार भनेको मान्छेले पठाउँदैन त्यति साह्रै हैन। मेन फेसबुकले पैसा दिने टुल भनेको एडवान्स रिल, बोनस, इन्भेस्टमेन्ट, एड, यो तीनटा टुल हटाइसकेको छ 2025 बाट। यसको छैन भन्दा पनि हुन्छ, तपाईलाई दिने बेलामा यसको मोनिटाइज दिदैन, तपाईलाई दिन्छ सिर्फ कन्टेन्ट मोनिटाइजेसनको टुल है। यदि तपाईको प्रब्लम छ कि छैन भनेर चेक गर्नको लागि माथिपट्टि प्रोफेसनल ड्याशबोर्ड सर्चको एउटा अप्सन छ नि, त्यहाँ क्लिक गर्नुस् है। त्यहाँ क्लिक गरिसकेपछि यहाँ प्रोफाइल रिकमेन्डेसन छ। यो रिकमेन्डेसनको मतलब के हो भन्दा यो सही छ भने तपाईको भिडियो, फोटो तपाईले जे अपलोड गर्नुहुन्छ नि फेसबुकमा, यो फेसबुकले रिकमेन्ड गर्छ कि अरु ठाउँमा पुर्याउने काम गर्छ, धेरै सामु पुर्याउने काम गर्छ। यो बन हुने बित्तिकै तपाईको भिडियो, फोटो अरु ठाउँमा पुर्याउँदैन। यसलाई सही राख्नको लागि फेसबुकको पोलिसी है, रुल फलो गरेर भिडियो अपलोड गर्नुपर्छ है। अनि तपाईले यो प्रोफाइल स्ट्याटसमा गएर पनि चेक गर्न सक्नुहुन्छ। कुनै प्रब्लम छ भने, यदि छैन भने हेर्नुस् है, रिकमेन्डेसन एक्टिभ छ, मोनिटाइजेसन एक्टिभ छ हैन, सबै एक्टिभ छ है। यो इस्यु छैन, प्रब्लम छैन भने यसरी एक्टिभ हुन्छ। अनि मोनिटाइजेसनमा गएर क्लिक गर्नुभयो भने पनि यहाँ यसरी देखाउँछ है। यदि तपाईको प्रब्लम छ, मोनिटाइजमा इस्यु छ हैन, तपाईको फेसबुकमा इस्यु छ भने यहाँ तपाईको कालो आउँछ है। यो कुरा ख्याल गरौँ। अनि रह्यो अर्को कुरा, तपाईले यसरी आफ्नो फेसबुकको यतापट्टि एउटा 3 लाइन छ नि, यहाँ आफ्नो प्रोफाइललाई यसो घेरो लगाएर 3 लाइन भएको ठाउँमा त्यहाँ क्लिक गरिसकेपछि थोरै स्क्रोल गर्दै साथै जाने, त्यहाँ हेल्प एन्ड सपोर्ट भन्ने एउटा अप्सन आउँछ। त्यहाँ क्लिक गरिसकेपछि सपोर्ट इनबक्स भन्ने एउटा अप्सन आउँछ। त्यो अप्सनको माथि रिपोर्ट अबाउट अनदरमा गएर क्लिक गरेर चेक गर्नुस्, त्यहाँ कसैले तपाईको फेसबुकमा रिपोर्ट मारेको छ कि। अनि रहेको कुरा अर्को युआर अलर्ट छ नि, त्यहाँ गएर क्लिक गर्नुभयो भने नो भाइबलेसन भनेर यस्तो छ भने तपाईको फेसबुक या पेज, तपाईको प्रोफाइल या पेज अर्निङ गर्नको लागि योग्य छ, मोनेटाइजको लागि ठीक छ, कुनै समस्या छैन। यदि तपाईको कपिराइट भिडियोहरु आयो भने यही शो गर्छ, युआर अलर्टमै शो गर्छ है। यसको बारेमा भिडियो कसरी हटाउने, यो कपिराइट भिडियोहरु कसरी डिलिट गर्ने, यसको बारेमा भिडियोमा अर्को भिडियोमा भन्ने छु। आज चाहिँ यति मात्रै, थोरै स्टेप बाइ स्टेप सिकाउने छु। तपाईहरुले भिडियो पुरा हेर्नुस्। आजको भिडियो कस्तो लाग्यो, बुझ्नुभयो कि बुझ्नु भएन है, लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनु होला। अनि सब्स्क्राइब पनि गरिदिनुस्, बेल आइकनलाई दबाउन नबिर्सिनु है त। जय नेपाल।